यो 4 स्टेप्स अफ सोशल मिडिया मार्केटिङ र यो मध्ये एउटा मात्रै स्टेप तपाईँले छुट्याउनु भयो भने तपाईँको बिजनेसमा केही पनि सेल्स हुँदैन। सुरुको स्टेप एटेन्सन ग्राब। धेरैजनाले आफ्नो सोशल मिडियामा कन्टेन्टहरू हाल्दाखेरि प्रोडक्टको सर्भिसको डिटेल्सहरू हाल्छ, तर पहिला सुरुमा त तपाईँले के गर्नु पर्यो भन्दाखेरि एटेन्सनलाई ग्राब गर्नु पर्यो तपाईँको कन्टेन्टको थ्रुबाट। किन भन्दाखेरि एउटा मान्छेले दिनमा धेरैवटा कन्टेन्टहरू हेरिरहेको हुन्छ अनि त्यत्रो कन्टेन्टको बिचमा तपाईँको कन्टेन्ट उसले स्किप गरिदिन्छ। तपाईँको सुरुको प्रब्लम भनेको त के हो भन्दाखेरि उसको एटेन्सन 1-2 सेकेन्डमै ग्राब गर्नु पर्यो। त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि हुकहरू युज गर्नु पर्यो। त्यसपछि तपाईँले चाहिँ ट्रेन्डिङ कुराहरू के भइरहेको छ त्यो हेर्नु पर्यो अनि त्यही अनुसारले अप्लाई गर्नु पर्यो। केही इमोसनल कुराहरू हाल्नु पर्यो, अलिकति युनिक बनाउनु पर्यो। जे होस् तपाईँले सुरुमा चाहिँ प्रोडक्ट र सर्भिसको अफर, प्राइसिङ त्यस्तो कुराहरू केही पनि राख्ने होइन। पहिला सुरुमा तपाईँको चाहिँ कन्टेन्ट एटेन्सन ग्राब हुने खालको हुनु पर्यो। पहिला त्यो स्टेप फलो गर्नुहोस्। सेकेन्ड स्टेप के हो भन्दाखेरि कल टु एक्सन। धेरैजनाले एटेन्सन त ग्राब गर्छ, कसैको भिडियोमा एकदम धेरै भ्युज आउँछ, लाइक्स आउँछ, कमेन्ट्स आउँछ, तर के कम्प्लेन गर्छन् भन्दाखेरि उनीहरूकोमा सेल्स भएन अथवा मान्छेहरूले इन्क्वायरी गरेन, मेसेज गरेन भन्छन्। त्यसको लागि तपाईँले कल टु एक्सन इजी राख्नु पर्यो नि त। सो इजी कल टु एक्सन भनेको के हो भन्दाखेरि तपाईँको भिडियो त हेऱ्यो, त्यसपछि के गर्ने? तपाईँलाई मेसेज गर्ने हो कि कल गर्ने हो कि तपाईँको लोकेसनमा आउने हो कि के गर्ने हो? कुनै डिस्काउन्ट अफर छ भने डिस्काउन्ट अफर कतै अप्लाई गर्ने हो कि? त्यसको लागि तपाईँले आफ्नो कन्टेन्टमा क्लियर कल टु एक्सन हाल्नु पर्यो। त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि तपाईँले कन्ट्याक्ट इन्फर्मेसन क्लियरली हाल्नु पर्यो, आफ्नो बिजनेसको लोकेसन हाल्नु पर्यो, के प्रोमो कोडहरू छ भने प्रोमो कोडहरू क्लियरली भनिदिनु पर्यो। अर्को भनेको तपाईँले मेसेज पठाऊ भनेर भन्नु पर्यो। तपाईँको भिडियो खालि विभिन्न ट्रेन्डिङ कुराहरू मात्रै राखेर तपाईँले खालि भ्युज मात्रै बढाएर भएन। ट्रेन्डिङ कुराहरू पछि त्यसको लास्टमा भए पनि तपाईँले के गर्नु पर्यो? कल टु एक्सन क्लियर हाल्नु पर्यो। थर्ड स्टेप के हो भन्दाखेरि तपाईँले प्रुफ दिनु सक्नु पर्यो। जब तपाईँले एटेन्सन ग्राब गर्नुहुन्छ आफ्नो कन्टेन्टबाट, त्यसपछि कल टु एक्सन हाल्नुहुन्छ, अब तपाईँले चाहिँ के भन्नु सक्नु पर्यो भन्दाखेरि मेरो प्रोडक्ट र सर्भिस चाहिँ यो कारणले खतरा छ, यो कारणले राम्रो छ। त्यही भएर तपाईँले अब के गर्नु पर्यो भन्दाखेरि रिभ्युजहरू, आफ्नो गुगल रिभ्युजहरू तपाईँले चाहिँ मान्छेलाई दिनु पर्यो होइन, देखाउनु पर्यो। त्यस्तै तपाईँले चाहिँ केही एउटा फ्री ट्रायल दिने हो कि तपाईँले केही एचिभ गर्नुभएको छ भने त्यो कुराहरू, एचिभमेन्टहरू, अवार्डहरू। अनि यहाँ बल्ल गएर यो स्टेजमा बल्ल गएर तपाईँको प्रोडक्ट र सर्भिसको बारेमा अलि मजाले डिटेल्सहरू भन्ने हो। यहाँ गएर बल्ल भन्ने हो, सुरुमै भन्ने होइन, सेकेन्ड स्टेपमा पनि भन्ने होइन। जब मान्छेले चाहिँ तपाईँलाई, तपाईँको बिजनेसलाई मेसेज गर्छ त्यसपछि बल्ल तपाईँले यी कुराहरू भन्ने हो है। सो प्रुफ तपाईँले दिनु पर्यो। अनि जब प्रुफ दिएपछि ऊ कन्भिन्स हुन्छ, अनि कन्भिन्स भइसकेपछि उसले के गर्छ? तपाईँलाई, तपाईँको अफिसमा आउला, तपाईँलाई कल गर्ला अथवा विभिन्न तरिकाले तपाईँलाई चाहिँ थप सेल्स प्रोसेसमा अगाडि बढ्छ। अनि लास्ट स्टेज तपाईँको चाहिँ फलोअप। धेरैजसोले आफ्नो सोसियल मिडियामा कन्टेन्ट पनि बनाउँछन्, एटेन्सन ग्राब गर्न सक्सेसफुल हुन्छ, मान्छेहरूले इन्क्वायरी पनि राम्रोसँग के भन्छ गरिरहेको हुन्छ। अनि त्यसपछि प्रोडक्ट र सर्भिसको डिटेल्सहरूको बारेमा तपाईँको प्रोडक्ट र सर्भिसले कसरी चाहिँ उनीहरूलाई फाइदा गर्छ भन्ने कुरा पनि मजाले कन्भिन्स भइसकेको हुन्छ। अनि लास्टमा तर कहाँनिर चुक्छ भन्दाखेरि तुरुन्तै त कोही पनि मान्छेले सेल्स नगर्न सक्छ नि त। तपाईँलाई उसले भन्ला म भोलि आउँछु, पर्सि आउँछु, म 1 हप्तापछि आउँछु, अथवा म बाहिर छु, म अहिले डिफ्रेन्ट लोकेसनमा छु, म केही समयपछि मात्रै तपाईँको अफिसमा आउन भ्याउँछु भनेर भन्ला। अनि के हुन्छ भन्दाखेरि उसले त्यो बिर्सिन सक्छ। उसलाई सम्झाउने काम पनि कसको हो? तपाईँकै नै हो। सो त्यही भएर फलोअपको लागि तपाईँले के गर्नु पर्यो भन्दाखेरि गुगल क्यालेन्डरमा तपाईँले रिमाइन्डर राखेर हुन्छ कि गुगल सिटै बनाएर तपाईँले स्प्रेडसिटहरूमा तपाईँले याद हुनको लागि राखेर हुन्छ कि सिआरएमै युज गरेर हुन्छ नि। तपाईँको आजकल त विभिन्न सिआरएम सफ्टवेयरहरू छ होइन, जस्तै हबस्पट भयो, जोहो भयो। यस्तो तपाईँको सिआरएमहरू युज गरेर रिमाइन्डरहरू पठाउने काम गर्ने हो कि इमेलहरू युज गरेर गर्ने हो कि, जस तपाईँले फलोअप गर्नु पर्यो। जब तपाईँले चाहिँ आफ्नो कन्टेन्ट अलिकति एटेन्सन ग्राबिङ बनाउनुहुन्छ, त्यो एटेन्सन ग्राबिङ कन्टेन्टमा मेसेज, कन्ट्याक्ट इन्फर्मेसन मजाले हाल्नुहुन्छ। अनि जब एकचोटि मान्छेले मेसेज कन्ट्याक्ट गर्छ त्यसपछि उसलाई मजाले आफ्नो प्रोडक्ट र सर्भिसको बारेमा
प्रुफहरू दिएर रिभ्युजहरू दिएर आफ्नो एचिभमेन्ट अवार्डहरू देखाएर जब उसलाई कन्भिन्स गर्नुहुन्छ अनि त्यसपछि तपाईँले फलोअप पनि गर्नुहुन्छ नि अनि बल्ल तपाईँको सोसल मिडियाबाट सेल्स आउँछ नत्र आउँदैन। यदि तपाईँलाई इफेक्टिभ सोसल मिडिया मार्केटिङ आफ्नो बिजनेसको लागि गर्नु छ भने हामी त्यसमा तपाईँलाई राम्रो सहयोग गर्न सक्छौँ। थप जानकारीको लागि हामीलाई मेसेज गर्नुहोला।